सो हेलो गाइज, वेलकम टु द माई न्यू भिडियो। हजुरहरूलाई फेरि स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी आउनेवाला छौँ विवाहमा, हेर्न सक्नुहुन्छ। अनि र विवाहमा यस्तो भइरहेको छ, अहिले जग्गैसग्गै तयार हुँदैछ। अनि जग्गैसग्गै तयार गरेर सामान रेडी भइसकेको छ र एकछिनमा हुनेवाला छ यहाँ पूजा। अनि यहाँ चाहिँ हाम्रो अङ्कल आन्टीको बिहे होइन गाइज आज। यहाँ चाहिँ रेडी हुँदैछ, जस काम भइरहेछ। तर पानी परेर हिले बिहा भएको छ क्या गाइज। यस्तो खतरनाक पानी पर्दैको छ नि, आम्मामा यस्तो डेन्जर पानी परेको छ गाइज। हेर्न सक्नुहुन्छ यहाँ मण्डप चाहिँ त्यसैले भित्र बनाइएको छ गाइज। यहाँ देख्न सक्नुहुन्छ गाइज, यस्तो ठुलो पानी परेर मण्डप चाहिँ हामीले ऊ पर भित्र बनाएका छौँ। हेर्न सक्नुहुन्छ गाइज। अनि मान्छेहरू चाहिँ आफ्नो काममा हुनुहुन्छ। यहाँ ठुला आफूभन्दा ठुलो मान्छेहरू आफ्नो काममा बिजी हुनुहुन्छ, आफ्नो काममा व्यस्त। र म पनि यहाँ कतिखेर पानी फाट्ला भन्दै हेर्दै बस्दै गरेछु गाइज। छिटो पानी फाट्ला र सजिलोला भनेर यहाँ चाहिँ मामा र अर्को मेरो भाइहरू बसेछन्। अनि मामाहरू बस्नुपर्छ। पानी चाहिँ गाइज फाट्ने नामै ले छैन क्या, पानीले फाट्ने त नामै छैन पानीको। र यता यहाँ बेहुला बेहुलीको लागि माला हुँदैछ, दुबोको माला लगाइने। अनि फेरि यहाँ पण्डित बाजे पनि आइसक्नु भएको छ। अब यहाँ म पनि यहाँ बेहुली सत्तिने ठाउँमा आइसकेको छु। बेहुली सत्याउन् किन भनेर हेर्न गाइज। अनि बेहुली चाहिँ सत्तिँदै रहेछन्, हेर्न सक्नुहुन्छ। बेहुली सत्तिँदैछन्, बेहुला सत्तिसके, बेहुला रेडी भइसके र बेहुली सत्तिँदैछन् गाइज। बेहुला रेडी भएर बेहुलीलाई पर्खिरहेछन्, बेहुली सत्तिँदैछन्, हेर्न सक्नुहुन्छ। सामान चाहिँ यहाँ छ बेहुली सत्तिने आदिउदी, बेहुली सत्तिने सामान चुराहरू हेर्न सक्नुहुन्छ होइन। यहाँ बेहुलीले चाहिँ सत्ताउनु पर्छ, सत्तिँदै हुनुहुन्छ अहिले। यहाँ बेहुला चाहिँ हेन्सम पारामा हिरो देखिनु भएको छ, बेहुला चाहिँ सत्तिसक्नु भएको छ। अनि यहाँ हेर्न सक्नुहुन्छ माथिबाट नजारा चाहिँ देखेको छ, पानी परेर गाइज खतम भएको छ। यहाँ चाहिँ आज सिन्दुर सुपारी गर्ने, भोलि चाहिँ बिहे हुनेवाला छ, हेर्न सक्नुहुन्छ। अब एकछिनपछि मण्डपमा बेहुला बेहुली पनि आइसक्नु भएको छ, हेर्न सक्नुहुन्छ। हाम्रो आन्टी अङ्कल बसिसक्नु भएको छ मण्डपमा। यहाँ हुन्छ अब पूजाआजा हुन्छ, यहाँ हेर्न सक्नुहुन्छ होइन। यहाँ चाहिँ गाइज यो चलन दुलीको दाइले यहाँ पैसा दिएर लगान काठमा गाँच्ने, हेर्न सक्नुहुन्छ। मामाले पैसा खन्ती खनेर दिइसक्नु भएको छ र पण्डित बाजेले सुमात्रै गर्नुभएको छ, हेर्न सक्नुहुन्छ। पण्डित बाजे कति छ भनेर गर्नुभएको छ। दुलहीको भाइले दिएको पैसालाई चाहिँ घरको मान्छेले डबल बनाएर दिनुपर्नेछ दुलहीलाई, त्यही चलन रस्म हुँदैछ। अनि यहाँ चाहिँ नेक्स्ट टेन्टहरू राखेर यहाँ भोलिपल्ट चाहिँ टेन्टहरू राखेर यहाँ रेडी भइसकेको छ खानाको लागि। यहाँ टेन्टहरू अनि टेबल कुर्सीहरू सब रेडी भइसकेको छ साथीहरू, हेर्न सक्नुहुन्छ। यता चाहिँ बेहुला बेहुली बस्ने स्टेज रेडी हुँदैछ र यता हेर्न सक्नुहुन्छ बेहुली। यहाँ सानो सानो मिटिङ भइरहेछ। यसै गरी म यो भिडियो यहीँ एन्ड गर्छु।